सेवारो यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। म सरिता राई युट्युब च्यानलमा यहाँहरूलाई फेरि पनि स्वागत छ नयाँ दिन नयाँ भिडियोमा। र यहाँहरू आराम कुशल हुनुहुन्छ भन्ने मैले आशा लिएको छु। म पनि अहिले चाहिँ आराम छु, चिसोले सताउन कम गरेको छ। अनि स्कुल जाँदैछु अनि बाटोमा गलेर एकैछिन बसेको, हल्का घाम लागिरहेछ। आज चाहिँ पुरै मौसम खुलेको छ। हिजो साकेला उभौली थियो, बुद्ध जयन्ती, अनि साकेला कार्यक्रम पनि हाम्रो गाउँदेखि अलिकति पर थियो। अनि त्यस पछाडि फुङसेन मेला पनि हिजोदेखि सुरु भएको थियो। अनि चाहिँ बिदाको दिन चाहिँ जाने भनेर सोचेको, तर हिजो मौसमले यस्तो धेरै धोका दियो। डुम्म हुस्से लागेर अनि हल्का सिमसिम पानी परेर जान कहीँ पनि पाएन। घरमा बस्दा बस्दा एकछिन कोठादेखि बाहिर निस्क्यो, मौसम राम्रो भयो कि भन्यो, छैन हैन। यतिकै रात पर्यो। अनि आज चाहिँ मौसम कस्तो सफा भएको छ, घाम लागिरहेछ। आज चाहिँ मेन ठुलो बजार अरे, तर म चाहिँ जान पाइनँ किनभने काम भनेको कामै हो हैन। अब हिजो पो छुट्टी थियो, आज छुट्टी थिएन। अनि त्यस्तै हो साथीहरू, बिहे गरेर आएको यतिका वर्ष भइसक्यो। फुङसेन मेला एकचोटि जान्छु भनेको अहिलेसम्म पाएकै छैन। यो भाग्यमा मेला जाने लेख्या रहेन रहेछ। अनि हिजोदेखि सुरु, हिजो चाहिँ ल जाउँ न त भनेको, फेरि मौसमले साथै दिएन। मौसमले साथ दिएको बेला यता बिदा भएन। यस्तै हो साथीहरू हैन। अनि मैले मेलाको भिडियो चाहिँ अमेरजीलाई हल्का गरेर ल्याउने भनेको छु। अनि सासू ससुरा अनि सबै गाउँको मान्छेहरू जानु हुँदैछ। अमेरजी पनि जानुहुन्छ, मैले जानु भनेको छु। अनि खोइ घरि जाँदिन कि पनि भन्नुहुन्छ। उहाँलाई चाहिँ त्यो बाइकमै जान मन छ क्या। अनि मैले चाहिँ भनेको बाइकमा नजानु, बाटोहरू चिप्लो हुनसक्छ। मम बुवासँग चाहिँ गाडीमै जानु भनेको, उहाँ चाहिँ बाइकमा जान मन छ। बाइकमा जान नजाने भए त म त जाँदिनँ भन्ने टाइपको कुरा पनि गर्दै हुनुहुन्थ्यो। खै के छ, मैले चाहिँ त्यहाँनिर मेरो युट्युबको लागि भ्लग चाहिँ राम्रो बनाएर ल्याउनु पर्यो, अरू म केही जान्दिनँ मैले भनेको थिएँ। हेरौँ उहाँले ल्याउनुहुन्छ हुँदैन। यस्तै छ साथीहरू, कस्तो गले क्या। अनि आजभोलि अब पहिला कस्तै हिँड्न सकिँदैन। अनि खै के भइरहेछ। अनि यत्तिकै गलेर म चाहिँ बसिरहेको छु साथीहरू। स्कुलबाट अब चाहिँ फर्कदैछु हैन। तपाईहरुले देख्न सक्नुहुन्छ कस्तो धेरै चिसो भएर आयो, हुस्से लागेर। अनि स्कुलमा त्यो आज चाहिँ केटाकेटीलाई आलु सालु दिउँ। अनि हामी पनि आलु खोर्सानीसँग खाउँ न भनेर खाएको। खोर्सानी खोइ सधैँ पनि खाएको, के भयो दुखेर यस्तो मर्न आँटिसकेँ म त। हैरान छ। अब चाहिँ घर पुग्न लाग्यो रुम। अनि हेर्नु न मौसम पुरै यस्तो छ क्या। हिजो यस्तै मात्र भयो। म फुङसेन मेला जाँदिन थिएँ, मलाई यति रिस उठिरहेछ। आजको दिन मौसम राम्रो भएको थियो। अनि अमेरजीलाई मैले त कल पनि गरेको छैन, जानुभयो कि छैन। गयो भने त्यो भिडियो म यहीँ एड गर्छु, गरिनँ भने उहाँ जानु भएन चाहिँ भने म रुम पुगेर चाहिँ भिडियो एन्ड गर्छु। कस्तो चाहिँ बाक्लो हुस्से लागेको क्या साथीहरू, केही नै देखिँदैन बाफ्रे। अनि आफूलाई चाहिँ कतिखेर गएर आराम गर्नु भएको छ क्या, लास्टै दुखिरहेछ। के दिनमा खोर्सानी खाएछु नि जस्तो पनि फिल भइरहेछ। स्काभेटर आउँदैछ जस्तो छ पछाडि। हेलो साथीहरू, अमेरजी चाहिँ बजार पुगेर आइपुग्नु भयो। अनि फुङसेन मेलाको कोसेली ल्याइदिनु भएको रहेछ बदाम। अनि उहाँ चाहिँ बाइकदेखि जानु भएछ ढिलो। अनि भिडियो पनि गरेर ल्याउनु भएको छ अरे, त्यो भिडियो म त्यहाँ एड गर्नेछु। अब कसरी गर्नु भएको छ मैले त देखाएको छैन, एन्ड गर्नु भएको छ छैन हैन। अनि म चाहिँ अहिले रात परिसकेको छ, उहाँ भर्खर आइपुग्नु भयो नि त। मलाई अघि भिडियो सुरुदेखि हेर्नु भयो भने त थाहा छ मलाई आज त्यो खोर्सानी धेर भयो कि के भयो, यस्तो दुखिरहेको छ, बिसन्चो फिल भइरहेछ भनेको थिएँ। अनि आएर यत्तिकै आराम गरेको, मैले कपडा पनि चेन्ज गरेको छुइनँ। आएर यत्तिकै सुते। अनि अमेरजी आएर चाहिँ म उठेको, कोसेली ल्याइदिनु भएको छ। अब कोसेली खानु पर्यो होला हैन। अनि के छ, म अब भने चाहिँ
अमेरजीले गरेर ल्याउनु भएको आफै जान नपाए पनि उहाँले भिडियो गरेर ल्याउनु भएको फुङसिन मेलाको रमाइलो दृश्यहरू हेरेर रमाइलो गर्नुपर्छ तपाई अनि मसँगै। मौसम पनि हल्का साफ दिइरहेको छ तर पनि बादलले चाहिँ ढाकिरहेको अवस्था। हुन्छ हाम्रो मेलामा सबैलाई स्वागत छ। भीड लागिरहेको छ। हेलो नमस्कार दर्शन नमस्ते तपाईँलाई अनि स्वागत छ तपाईँहरूलाई। आज चाहिँ फुङसिन मेला हो, बिहा लागिरहेको छ। आज चाहिँ फुङसिन मेला तपाईँहरूलाई स्वागत छ हाम्रो यो मेलामा। आज चाहिँ बिहाका साथ मेला लागिरहेको छ। यो दृश्य तपाईँहरूलाई देखाउने कोसिस गरिरहेको छु। सम्पूर्णले हेरेर साथ दिनुहोला। हेलो नमस्कार दर्शन नमस्ते सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा।
वैशाख पूर्णिमा भन्छ। यहाँ चाहिँ भव्यका साथ आज मेला लागिरहेको छ। धेरै समयपछि आज चाहिँ घरले मौका मैले पनि पाएँ र मेरो मिसेस चाहिँ स्कुलको कारणले उहाँ चाहिँ भ्याउनु भएन आउनु। उहाँ पनि घरले धेरै शोक थियो, धेरै रहर थियो। स्कुलको कारणले गर्दाखेरि पाउनु भएन। नमस्कार दर्शन, नमस्ते सबैजनालाई। आज चाहिँ म घुमसिङ मेला वैशाखी पूर्णिमा भर्न आएको छु। धेरै समय, धेरै वर्षपछि आज चाहिँ मैले मौका पाएको छु। ड्युट पनि बनाउनु आउँदैन, यहाँ कोसिस गरिरहेको छु। र मेरो आज विशेष चाहिँ पढेको कारणले गर्दाखेरि पाएन। उहाँलाई पनि धेरै रहर तेज मेरो मिसेस चाहिँ आज उहाँ चाहिँ स्कुलको कारणले गर्दा पाउनु भएन। उहाँलाई पनि धेरै भनेर यहाँ चाहिँ आज भव्य लागिरहेको छ। आज चाहिँ म वैशाखी पूर्णिमा भन्छ। यो मेलाको नाम घुमसिङ मेला हो। नाम तपाईँहरूलाई स्वागत छ। अनि आज मेरो भाइले चाहिँ स्कुलको कारणले उहाँ चाहिँ मलाई पनि धेरै भन्ने र इच्छा थियो, स्कुलको कारणले गर्दाखेरि म चाहिँ अब भिडियो जानी नजानी कोसिस गरिरहेको छु। यो चाहिँ दृश्य घुमसिङ मेलाको दृश्यहरू चाहिँ
यो कृषि मेलामा रमाइलो मेला हो, वर्षमा लाग्ने एकचोटि मेला हो। भव्यका साथ आज चाहिँ मेला लागिरहेको छ। एकदम धेरै मान्छे टाढाबाट मान्छे घर्नु आउनु भएको छ र यस मेलामा विशेष भनेको चाहिँ
हेलो साथीहरु, गुड मर्निङ वन्स अगेन वेलकम टु माई युट्युब च्यानल। मैले हिजोको ब्लग नै यति बेला जोडिरहेको छु किनभने मैले इन्ट गरेको थिइनँ। अनि यतिन्जेलसम्म फुन्सेन मेलाको भिडियो हेरेर रमाइलो गर्नु भएको छ मलाई आशा छ। अमिरजीले भिडियो चाहिँ कस्तो धेरै गरेर ल्याउनु भएछ, तर एडिट गर्दाखेरि चाहिँ राख्न मिल्ने चाहिँ थोरै मात्रै, किन भन्दाखेरि कुनै साउन्ड छैन, कुनै स्लो मोसन के अनि मलाई त्यहाँ अब मैले त्यहाँ केही देखेकै छैन, मैले कसरी भोइस ओभर पनि गर्ने भन्ने पनि भयो। अनि त्यही भएर जति राम्रो छ त्यति राख्छु भन्ने भएर मैले यति नै राखेँ। हामी नयाँ दिन नयाँ भिडियोमा त अवश्य पनि भेट्नेछौँ। सरिता राई युट्युब च्यानललाई सधैँ यसरी नै माया गरिदिनु होला। आजलाई भने बाई बाई।